हेलो गाइज, आज चाहिँ हामी बारीतिर आफ्नो यसो बारीतिर आएको। यहाँ चाहिँ अब चाहिँ बिस्तारै बिस्तारै घरहरू बनाउन सुरु गरौँ कि भनेर यहाँ आएको। हाम्रो चाहिँ यस्तो ठाउँमा छ, पछि बसाइ चाहिँ यही ठाउँमा हुन्छ होला भन्ने लाग्छ। त्यही भएको हुनाले उहाँ चाहिँ अनमिनहरू जग्गा गर्नको लागि चाहिँ इन्जिनियरहरू आउनु भएको छ, त्यही भएर नाप्दै हुनुहुन्छ। रमाइलो छ ठाउँ चाहिँ। घरहरू पनि धेरै भइसकेको छ। यहाँ चाहिँ जग्गा हेर्दै हुनुहुन्छ, बाख्राहरू चर्दैछन्। कस्तो राम्रो लाग्छ हौ। यता चाहिँ हाम्रो फन पार्क छ ठुलो, हिप्पील्यान्ड। देखिनु चाहिँ देखिँदैन। यहाँ चाहिँ ठुलो घर बनिँदैछ एउटा। हेर्नु त गाइस, ठाउँ चाहिँ रमणीय छ है। तराईमा चाहिँ रात नपरुन्जेलसम्म घाम नै डुब्दैन हौ। पहाडको जस्तो चाहिँ हुँदैन यता चाहिँ। रुखहरूले छेलिहाल्दो रहेछ हिप्पील्यान्ड चाहिँ। यो चाहिँ धान रोप्दैछ। धान रोप्नलाई चाहिँ यस्तो गरेको छ। 10:30-11 बजीतिर आउनु न, सरलाई फोन गर्नु अनि आउनु। उहाँ त खारपा पर्नु केराघारी सबै त्यो घारी केराघारी चाहिँ छ्याप्पै उतापट्टि चाहिँ जाँदैन, अलिकति यता आउँछ। त्यो केरा अलिकति यता आउँछ। ए तर त्यहाँ सबै मलाई थाहा छ। पहिला त त्यसरी कमाइयालाई पनि दिनुपर्छ। अनि अझै पनि 3 वर्षभन्दा बढी एकजना मान्छेका त्यो निष्पिकी कमाउनु दियो भने कुनैले लेखा पढिनु भएन भने अझै त खोज्छ। होइन अहिले त हराइसक्यो भन्नु। हराउनु त त्यो भूमि सुधार हराएपछि हराउनु त हरायो, भए पनि त्यसमा म पनि विचार गरिरहेको छु। त्यस्तो जस्तै अब इलाकालाई त्यहाँ देखाएको थियो, पछि त्यो जुन बिउ राखेको छ भने यहाँदेखिको अनि पछि नाप्दै आउँदाखेरि सबै कुरो त्यतिखेर त प्लटिङले त यहाँदेखि भन्दा किला मात्रै गाड्दै थियो। त्यो त पहिल्यै बेचिसकेर छ होइन। यो अहिले धान लगाएको छ भन्दा यो पहिल्यै बेचेको। पहिले घर बनाएर बसिसकेपछि सबै देखाउनु नि। तर मलाई अलिकति के डाउट लाग्यो भने भेना चाहिँ त्यो यो आकाशमा कस्तो देखेको छ। अब हामीले अहिले भन्दाखेरि चाहिँ उता सरेको छ र हामीले उता यता भन्यो। अब उसले चाहिँ नाप्दाखेरि फेरि यो घरको ठ्याक्कै यताबाट चाहिँ 22 फिट यता छ। अरूमा चाहिँ फेरि यहाँ चाहिँ कस्तो देखेको छ। अब त्यति छोडेर बनायो भने पनि बनाएकै जस्तो लाग्छ हौ मान्छेले। आफूले नपुग्ला जग्गा। होइन, यसमा चाहिँ दर्किँदै नगर्नु, त्यो घर माथि